हेलो हेलो के छ साथीहरू, कतिको चुनाव लागेछ तपाईहरुको उता आफ्नो आफ्नो क्षेत्रमा कमेन्ट गर्नु होला। अहिले देशैभरि चुनावी माहौल एकदमै गरम भएको छ। सबैतिर चुनावी माहौल चाहिएको छ। यो चुनावी माहौलले गर्दा अहिले देशभरि पुरै दशैं आए जतिकै चहलपहल भएको छ। यो चहलपहलसँगै अब फागुन 21 गते आउन केही दिन मात्र बाँकी छ, लगभग 4 दिन बाँकी छ। तपाईहरुले कसलाई चुनावमा जिताउन चाहनुहुन्छ, कुन पार्टीलाई भोट गर्न चाहनुहुन्छ कमेन्ट गर्नु होला। कुन पार्टी जितेको हेर्नु चाहनुहुन्छ कमेन्ट गर्नु होला। मलाई लाग्छ सायद अहिले तपाईहरु सबैजना पुराना देशलुट्ने दलाल भन्दा पनि नयाँ आएका युवाहरू जोश बोकेका केही गर्छु भनेर हुटुटी बोकेर आएका नयाँ युवाहरूलाई जिताउन चाहनुहुन्छ। पक्कै पनि हामी परिवर्तनको लागि नयाँ युवाहरूलाई जिताउनु पर्छ। नयाँहरू जित्नु भनेको केही गर्ने आश पलाउनु हो, पुरानो जित्नु भनेको त्यही देश लुट्ने दलालहरू जित्ने, देश लुट्ने, देशलाई बर्बाद गर्ने मात्रै हो। त्यसैले नयाँलाई जिताउनु पर्छ सबैजना मिलेर।